नेपाल आइडलबाट रिजेक्टदेखि करोडौँको ढुकढुकीसम्म। के तपाईँलाई थाहा छ, नेपाली टेलिभिजन इतिहासको एउटा यस्तो गल्ती नेपाललाई एउटा अद्भुत सङ्गीतकार दियो। लाखौँ युवाहरूले जसको स्वरलाई आफ्नो सुख दुःखको साथी बनाएका छन्, तिनै सुजन चापागाईलाई कुनै समय नेपालको एउटा चर्चित रियालिटी सोका जजहरूले तिम्रो स्वर पुगेन भन्दै सुरुवाती चरणबाटै बाहिर निकालिदिएका थिए। बग्नुहोस्, गानामा फिल गर्नुहोस् भन्न चाहन्छु। मेरो साइडबाट त नो भन्छु भाइ। त्यो क्षण एउटा युवा कलाकारको लागि संसारकै सबैभन्दा ठुलो वज्रपात थियो। सबैलाई लागेको थियो यो केटाको साङ्गीतिक यात्रा अब सधैँको लागि सकियो, तर वास्तविकता त अर्कै थियो। सङ्घर्षको त्यो अँध्यारो रातबाट कसरी जन्मियो त नेपाली लोक फ्युजनको एउटा महानायक। स्वागत छ बिहाइन्ड द नेपाली बिट्समा। आज हामी खोतल्दैछौँ सुजन चापागाईको शून्यदेखि शिखरसम्मको त्यो प्रेरणादायी र वास्तविक जीवनको कथा। सुजन चापागाईको जन्म विक्रम सम्वत 2054 फागुन 22मा चितवनको भरतपुरमा भएको हो। मध्यमवर्गीय परिवारमा जन्मिएका सुजनको बाल्यकाल अरू सामान्य केटाहरू जस्तै बित्यो। तर उनीभित्र सानैदेखि एउटा कुरा अरूभन्दा फरक थियो। त्यो थियो सङ्गीतप्रतिको अथाह भोक। घरमा उनकी आमाले बिहान बेलुका गाउने भजन र गाउँघरका रेडियोमा बज्ने पुरानो लोक भाकाहरू नै सुजनका लागि पहिलो सङ्गीत पाठशाला बने। विद्यालय पढ्दा होस् या कलेज पढ्दा साथीभाइ माझ उनी सधैँ गीत गाउन अघि सर्थे। स्कुलका साना कार्यक्रमदेखि सामाजिक संस्थाहरूका च्यारिटी सोसम्म जहाँ मौका मिल्थ्यो सुजन आफ्नो स्वर सुनाउन पुगिहाल्थे। काठमाडौँको त्यो ठुलो र झिलिमिली सङ्गीत उद्योगमा आफ्नो पहिचान बनाउनु चितवनको एउटा सामान्य ठिटाका लागि सोचे जस्तो सजिलो पक्कै थिएन। उनलाई एउटा यस्तो मञ्चको खोजी थियो जसले उनलाई सिधै नेपाली दर्शकमा आज पुर्याओस्। त्यही मञ्चको खोजीमा सुजन पुगे नेपालकै सबैभन्दा ठुलो गायन रियालिटी सो नेपाल आइडलको अडिसन दिने। नमस्ते। नाम भन्नुहोस्? सुजन चापागाई। कहाँबाट आउनुभयो? म चितवन कृष्णपुर भरतपुरबाट। उनले आफ्नो सारा मेहनत, सपना र आँसुलाई स्वरमा बदलेर जजहरूको अगाडि गाए। रियालिटी सोको आफ्नै नियम र फर्मेट हुन्छ। त्यहाँ सुजनको त्यो फरक, रैथाने र मौलिक शैलीलाई सायद जजहरूले चिन्न सकेनन्। उनी पहिलो सिजनको अडिसनमै रिजेक्ट गरे। धेरै पछि सिजन 3मा उनी फेरि फर्किए, तर गाला राउन्डभन्दा अगाडि बढ्न सकेनन्। राष्ट्रिय टेलिभिजनमा लाखौँ दर्शकका अगाडि रिजेक्ट हुनु र बाहिरिनु कुनै पनि कलाकारका लागि मानसिक रूपमा निकै पीडादायी हुन्छ। सुजनलाई पनि लाग्यो सायद उनको स्वरमा कुनै ठुलो कमी छ, तर यो हारले उनलाई कमजोर बनाएन, बरु एउटा नयाँ बाटो रोज्न बाध्य बनायो। त्यही आत्ममन्थनको बीचमा सुजनको भेट भयो नेपाली कला र सङ्गीतलाई फरक ढङ्गले प्रस्तुत गर्न चाहने सृजनशील समूह आठमाण्डुसँग। गीतकार हर्क साउद र आठमाण्डुको टिमसँग मिलेर सुजनले एउटा यस्तो सङ्गीतको रचना गरे जसले आधुनिक नेपाली पप सङ्गीतको इतिहासलाई नै सधैँका लागि बदलिदियो। सन् 2020को अगस्त महिनामा एउटा यस्तो म्युजिकल फिल्म रिलिज भयो जसको नाम थियो तिन पाते। यो गीत रिलिज हुने बित्तिकै नेपालबाट डढेलो चल्किए चाहिँ फैलियो। सुजनको त्यो जादुमय स्वर तिमीलाई भेटेर तिमीलाई सम्झेर तिमीलाई मनै मनमा माया तिन पाते भइदियो र नेपालीपन झल्कने भिडियोले मानिसहरूलाई मन्त्रमुग्ध बनायो। त्यसपछि सुजनले पछाडि फर्केर हेर्नु परेन। उनले एकपछि अर्को गर्दै बाप, गाला बुक्क, लजाएर र फुल जस्ता कालजयी गीतहरू बजारमा ल्याए, जसले युट्युबमा 40 मिलियनभन्दा बढी भ्युज कमाइसकेका छन्। जुन स्वरलाई एउटा बन्द कोठामा बसेका जजहरूले अयोग्य भनेका थिए,
आज त्यही स्वर सुन्न काठमाडौँका रङ्गशालामा मात्र होइन, अस्ट्रेलिया, युरोप, जापान र अमेरिकाका स्टेजहरू हाउसफुल हुने गर्छन्। द इन्फिनिटीसँगको लाइभ पर्फर्मेन्स हेर्न मानिसहरू घन्टौँ लाइन बस्छन्। सुजन चापागाईले आज नेपाली चलचित्रहरूमा समेत सङ्गीत निर्देशकको रूपमा काम गरिरहेका छन्, जस्तै चर्चित चलचित्र उनको स्विटर। उनको यो यात्राले एउटा कुरा स्पष्ट पारिदिएको छ, सङ्गीत कुनै सिमाना वा कुनै रियालिटी सोको ट्रफीमा कैद हुन सक्दैन। यदि तपाईँसँग आफ्नो कलाप्रति इमान्दारिता र मिहिनेत छ भने संसारको कुनै पनि शक्तिले तपाईँलाई रोक्न सक्दैन। सुजन चापागाईको यो कथा तपाईँहरूलाई कस्तो लाग्यो र उहाँको कुन गीत तपाईँको सबैभन्दा प्रिय छ? तल कमेन्ट गर्न नभुल्नुहोला। नेपाली सङ्गीत जगतका यस्तै चम्किला ताराहरू र उनीहरूको पर्दा पछाडिको वास्तविक कथा हेर्नका लागि बिहाइन्ड द नेपाली बिट्सलाई अहिले नै सब्सक्राइब र फलो गर्नुहोस्। अर्को भिडियोमा फेरि भेट्नेछौँ। धन्यवाद। जय नेपाल।